नमस्कार साथी मित्रहरू है तपाईँले हेर्नुहुँदैछ शिवन सोफी ब्लग्स अनि म आज तपाईँहरूलाई एउटा सानो इन्फर्मेसन दिन आएको है किनभने हाल फिलहालको दिनमा एउटा चलेको थियो वाट्सएप फेसबुकतिर पनि निकै भाइरल हुँदैछ त्यो कुरा है इन्स्टाग्रामतिर पनि सबैले भन्दैछ कि पञ्चायतको काम आएको छ है पञ्चायतको काम भनेर अनलाइन फर्म अनलाइन त होइन अफलाइन फर्म भर्नुपर्छ हेनतेन के अरे यो इमेलमा पर्सनली कसैलाई इन्फर्मेसन आफ्नो डकुमेन्ट पठाउनु पर्ने त्यस्तोहरू हुँदैछ होइन त्यो म तपाईँलाई अलिक फर्म देखाउँछु है अरूभन्दा पनि फेसबुकबाट वाट्सएपबाट निकै यो उयो भयो भाइरल भयो यसको पिडिएफ हुन्छ 2 पन्नाको पिडिएफ आएको हुन्छ यो चाहिँ सेकेन्ड हो यो चाहिँ भरेर पठाउनुपर्छ भन्ने कुरा छ यसमा एप्लिकेसन फर ग्राम पञ्चायत यो लेखेको छ होइन एक्जिक्युटिभ रिक्रुटमेन्ट बोर्ड रिक्रुटमेन्ट 2025 भनेर लेखेको छ यसमा तपाईँको सबै डिटेल्सहरूमा आएको हुन्छ यो चाहिँ तपाईँले फर्म पर्सनली कसैलाई चाहिँ इमेलमा पठाउनु पर्ने हुन्छ है अन्त यस्तो यो पठाउनु पर्ने रहेछ होइन यो पठाएपछि चाहिँ तपाईँलाई एउटा फेरि त्यसको रिप्लाई आउँछ मेलमा मार्फत तपाईँलाई रिप्लाई आएपछि चाहिँ के भन्दछ भन्दाखेरि तपाईँले चाहिँ यदि यो फर्मलाई चाहिँ जुन चाहिँ मोबाइल नम्बर दिन्छ तपाईँलाई एउटा त्यसमा एउटा एडभोकेटको नम्बर हुन्छ त्यो एडभोकेटको नम्बरमा चाहिँ तपाईँले आफ्नो डकुमेन्ट्सहरू फेरि फरवर्ड गर्नुहोस् भनेर त्यसरी एउटा अफिसियली पाराले भन्दछ त्यहाँदेखि त्यो पनि तपाईँले फरवर्ड गर्नुभयो भनेदेखिलाई त्यसपछि चाहिँ तपाईँलाई 3600 4000 1500 हेरी तपाईँलाई रेट चार्ज गर्छ है तपाईँको चाहिँ यो एप्रुभ भयो र अब चाहिँ तपाईँले हामीलाई अनलाइन पे गर्नुपर्छ भनेर चाहिँ पर्सनल तपाईँको गुगल पेको चाहिँ स्क्रिनसट चाहिँ खिचेर चाहिँ तपाईँलाई वाट्सएप मार्फत पठाउँदो रहेछ है अन्त वाट्सएप मार्फत पठाएर चाहिँ तपाईँलाई त्यो पैसा चाहिँ पे गर्नुहोस् भनेर चाहिँ भन्दो रहेछ बुझ्नुभयो यो चाहिँ मेरो एडभोकेट फी हो भनेर भन्दछ हामीले न केस लडिएको छौँ न के गरेको छ एउटा एप्लिकेसन फर्म भर्दाखेरि एडभोकेटको के काम त्यहाँनिर एउटा गभर्मेन्ट थ्रुबाट गेजेट नोटिफिकेसन आएपछि त त्यो त कतै पनि होइन है कतिपल्ट मिस्टेक हुनसक्छ कसैले दिनु सक्ला है हुन त दिँदैन प्रायः त सबै नै उयो नै छ है जागरुक नै छ यस्तो कुराहरूमा तर पनि कसैलाई यदि त्यस्तो खालके हुँदैछ भनेदेखिलाई यो फर्म जुन चाहिँ छ यो मेल मार्फत पठाउने कुराहरू छ यो चाहिँ एकदमै इग्नोर गर्नुहोस् यो चाहिँ एकदम फेक हो यसमा मैले हाम्रो सेक्रेटेरिएट जुन चाहिँ गभर्मेन्ट पञ्चायतका सेक्रेटेरिएट हुनुहुन्छ उहाँसँग पनि कन्सल्ट गरेँ र गेजेट नोटिफिकेसन आएको छैन अनलाइनमा पनि तपाईँले यसको कुनै पनि फर्म फिलअप गर्नु पाउनु हुँदैन त्यसले गर्दाखेरि चाहिँ यो चाहिँ एकदम इग्नोर हो यसलाई चाहिँ इग्नोर गर्नुहोस् किनभने यस्तो गर्दाखेरि स्क्याम हुनसक्छ पछिको दिनमा गएर भोलिको दिनमा तपाईँको होइन डिटेल्सहरू लगेको हुन्छ है के स्क्याम हुनसक्छ नत्र भए पनि यसले सिधा पैसा त माग्दै रहेछ है त्यसमा तपाईँले पैसा दिनुभयो भनेदेखिलाई अब तपाईँको पैसा जान्छ है त्यसले गर्दाखेरि यति नै थियो सानो इन्फर्मेसन तपाईँहरूलाई बिहानै दिँदैछु है किनभने मैले हिजोदेखि नै म सोचिरहेको थिएँ भन्नु पऱ्यो भने हिजो मैले कन्फर्मेसन पाइनँ कन्फर्मेसन मैले सेक्रेटेरीसँग बात मारेर चाहिँ हाम्रो गाउँको सेक्रेटरी प्रधान हुनुहुन्छ उहाँसँग बात मारेर चाहिँ यो कुराहरू गर्दाखेरि चाहिँ यो चाहिँ होइन गेजेट नोटिफिकेसन आएको छैन त्यसले गर्दा प्रायः सबैलाई मैले फेक हो यो चाहिँ उयो होइन भनेर चाहिँ इन्फर्म गर्दैछु इन्डिभिजुअली गर्न चाहिँ अलिकति मुस्किलै हुन्छ त्यसले गर्दा सार्वजनिक कुरामा भन्ने मैले सानो भन्ने कोसिस मात्रै गरेको यदि तपाईँको कानतिर पुग्दैछ भनेदेखि तपाईँको साथीभाइ दिदीबहिनी दाजुभाइले कसैले भरेको छ भने पनि यसलाई चाहिँ एकदमै नभर्ने एकदमै नपठाउने भन्ने चाहिँ कुरा गर्नुहोस् किनभने भोलि दिन तपाईँलाई पैसा माग्छ त्यो पैसा तपाईँले दिनुभयो भने पे गरिदिनु भयो भने तपाईँको पैसा फर्किँदैन है त्यो चाहिँ फेरि गभर्मेन्टको उयोबाट भन्ने कुरा चाहिँ हुँदैन रहेछ त्यो कुरो चाहिँ त्यस्तो रहेछ त्यसले गर्दाखेरि बी अवेर अन्त हेभ अ नाइस डे ल यति नै छ आज अहिलेलाई